ल है त साथीहरू हेर्नुहोस् है त हामीले तरबुजा काटेर खाइरहेको थियौँ तर यहाँ त तरबुजाकै परिकार बनाएर पो खाँदैछ त कस्तो मजाले तेलमा तारेर हेर्नुहोस् है त कसरी कसरी त्यो तरबुजाको परिकार पकाउँछ हेर्नुहोस् है त यहाँ तेलमा तारेर छ मजाले पानी हालेर सेलायो यसपछि अनि काट्दैछ अहिले अनि मिक्सचरमा हालेर चाहिँ यही तरबुजाको रस बनाउनु लाग्यो है त रस बनायो अब चाहिँ अनि जालीमा हालेर छान्यो यो के हो यो यस्तो आहा यसरी जमाएर पो खानु पर्दो रहेछ त तरबुजाको यस्तो परिकार बनाएर पो खानु पर्दो